धेरैजनाले सोध्नुहुन्छ मोर्फियस 8ले त बोसोलाई पनि पिगाल्छ नि डाक्टर साहब। हो, सही कुरा हो। किन भन्दाखेरि यसको पावर हाई छ र डिपरसम्म पेनिट्रेसन गर्छ। त्यही भएर मोर्फियस 8 मेसिन चलाउने डक्टर र एसिस्टेन्टले एडिक्वेट तालिम प्राप्त हुनुपर्छ। जुन ठाउँमा बोसो छ त्यहाँ मात्रै डिपमा जाने हो। जुन ठाउँमा बोसोलाई घटाउनु हुँदैन, पिगाल्नु हुँदैन, त्यो ठाउँमा चाहिँ हाई एनर्जी र धेरै डिपमा जानु हुँदैन। त्यही भएर यो भेर्सेटाइल मेसिन भनेको किन भन्दाखेरि अनुहारमा चाहिँ लोवर इनर्जी, लोवर डेप्थमा जाने हो। जिउमा गर्दाखेरि किन यसले एब्डोमेनलाई पनि बोसो घटाउँछ, टाइट गर्छ, बट्स एरिया पनि गर्छ, थाइज एरिया पनि गर्छ। भनेको यो एउटै मेसिनले चाहिँ फेस एरियालाई टाइट गर्ने, छालालाई टाइट गर्ने, कन्टुर बनाउने, पेटको पनि गर्ने, थाइको पनि गर्ने।